चाहिँ म पाल्पा घर आएको। पाल्पा घरमा चाहिँ अब यी भाउजूहरू उता बजार जानुभयो, त्यही भएर मैले पकाउन लागेको छु। आज चाहिँ बफ खाने भनेर यो हाम्रो चाहिँ प्याज हल्का ब्राउन गराउनु पर्छ है। ब्राउन गराउने हल्का यो चाहिँ आगोमा पकाएको। आगो ग्यासमा पकायो भने धेरै उस हुन्छ, त्यही भएर ग्यासमा पकाइदिएको। यस्तो छ यी दाउराहरू। दाउरा यहाँ टन्न हो अनि म छु यहाँ। अब यो ट्याक्क यो पकाउने हो, यो बफ पकाउने हो। आज मिठो तरिकाले पकाएर दाइहरू भाउजूहरू सबैलाई खिलाउने हो, त्यही भएर मासु पनि बवाल चाहिँ बवाल। यो अर्को बाइट हाल्ने, दुई बाइट गइसक्यो है। हाम्रो पहिलाको पुरानो कुकुर हो यो। मासु कस्तो बन्छ तर थाहा भएन, पकाउन जोसे सुकेर है, पकाउनलाई आएको छु। कस्तो बन्छ अब हेरौँ। मिठो बन्यो भने ठिकै भयो, नमिठो बने पनि ठिकै हुन्छ, खाइन्छ होइन। यसो चलाउनु पर्ने भयो, समात्नलाई उसै छैन। ओ माई गड, तातो छ तातो छ तातो। एउटा टालोहरू पनि छैन क्या यार। अब चाहिँ टालोले समाएर सही चलाउने हो। हात त पिरो भयो। जाने ल हेर्नु फुटिरहेको छु ल। यस्तो यो भिडियोहरू मनपर्छ भने युट्युबमा पनि हुन्छ है, युट्युबमा जाने सब्सक्राइब गर्ने।